एउटा छोरालाई ठोक्ला दुईटा छोरालाई ठोक्ला यो आमालाई म के आह्वान गरिदिन्छु भने 78 मा 78 दुना हुन्छ फरक पर्दैन तर त्यो 78 दुनाले न्याय पाउँछ पाए भने सँगै पाउँछ नपाए भने फेरि बरु तयार छौं हामी गोली खान यही बाटो एमाले कांग्रेस माओवादी सबैलाई च्यालेन्ज छ कि अब उनीहरु सक्दैन उनीहरुले हामी सकाउँछौ अब यो डाइरेक्ट च्यालेन्ज हो हाम्रो यहाँबाट मान्छेहरुलाई के च्यालेन्ज यही कुरालाई धेरै के नगरौं हाम्रो त्यही हो हाम्रो जबसम्म हाम्रो दाजुभाइ दिदीबहिनी हत्यारालाई न्याय पाउँदैन तबसम्म हामी रोकिनेवाला छैनौं त्यही हो यस्तो भयो अब हामी छुट्टा छुट्टै छौं भन्ने चाहिँ त्यो कहिले पनि थिएन है हामी यङ मान्छे चाहिँ हामी खासमा पोलिटिक्समा भिजा मान्छे पनि हैन खाली एउटा चाहिँ एकदम नेक भावना अब्जेक्टिभका साथ आथ्यौं त्यो भने देशले चाहिँ न्याय पाओस् देश विकास होस् विदेश नजानु पर्यो त्यति मात्र कुरा थियो र सायद सबैजना हाम्रो उमेर समूहको मान्छेको कुरा चाहिँ एजेन्डा चाहिँ त्यही नै हुन्छ होला है त्यही भएर हाम्रो फरक मत भन्ने कहिले पनि तपाईहरु एउटै मतमा एउटै पाटोमा देखिन पाउँछौं हामीले हजुर हामी पहिलेदेखि माजिन्छौं अझै हामी माजिन्छौं अझै सशक्त भएर आउँछौं यो सरकारले दोषीलाई कारबाही गरेन भ्रष्टाचारीहरुलाई फेरि पनि अगाडि आउन दियो भनेदेखि जोसुकैको समर्थनमा यो सरकार बनेको होस् अगाडिको सरकारलाई गिराए जस्तै यो सरकारलाई गिराउन सबै नेपाली युवाहरू र सबै नेपालीहरू रेडी छ ओके अब मृतक परिवार अन्तिममा है यो त अब तपाईं थाहा पाउनुहुन्छ छिटै यो त तपाईको अब सबैजना हामी मिलेर लड्ने हो नि त यो त जनताको सरकार हो हैन हामीले पनि उहाँहरुलाई साथ दिन्छौं उहाँहरुलाई अझै साथ दिएन भने फेरि हामी गएर फेरि तपाईको कसरी कारबाही गर्नुपर्छ नेपाली जनता भएर हामीले गर्छौं हैन उहाँहरुलाई छोड्ने कुरै हुँदैन सरकारले न्याय दिनु सक्दैन हाम्रो संविधानले न्याय दिनु सक्दैन भने त्यो संविधान फेरि के काम संविधानले न्याय दिन्छ भनेर हामी आशावादी भएर हामीले सबैजना लडिरहेछौं आमाले पनि अगाडि एट्याक होला जस्तो छ तपाईहरुलाई थुन्लान जस्तो भइसक्यो नेपाली माथिको